हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, अहिले चाहिँ नाइटको समयमा म माड जाँदैछु। 12 बजिरहेको छ यता चाहिँ। अनि म चाहिँ एक्लै जाँदैछु साथीहरू, बाबुलाई सुताएर। अनि बाबुलाई चाहिँ उसको बाबालाई रुम लाएर म चाहिँ एक्लै जाँदैछु। 12 बजिसकेको छैन, बस्न चाहिँ लागिरहेछ। अनि यसो चिसो भइरहेछ। अनि यति लामो ज्याकेट लाएर हिँडिरहेको छु म चाहिँ। गाइज यस्तो छ साथीहरू, राति सबै मान्छे सुतिरहेछ, पर यस्तो भइरहेछ। अनि म चाहिँ नजिकको माड जाँदैछु। राति उदो मेरो बुढालाई के खान मन पर्छ छक्कै पर्छु म। अनि म चाहिँ लिन जाँदैछु तातो चिसो। गाडीहरू पनि पुरै कुदिरहेछ बेलुकातिर पनि साथीहरू। यसरी आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश। भोइस अफ नेपाल हेर्नु पर्नेछ अब घर गएर फेरि साथीहरू। म चाहिँ माड आइपुगेँ गाइज। यहाँ चाहिँ कोरियातिर चाहिँ 24 घण्टा सियुहरू चाहिँ खुल्लै हुन्छ। सियु कि सियु भन्नेहरू चाहिँ खुल्लै हुन्छ अरे। अनि यहाँ पनि खुल्लै हुन्छ, अनि उपरतिर पनि खुल्लै हुन्छ। अनि यो चाहिँ सानो सानो माड छ, अनि यहाँ पनि खुल्लै हुन्छ। म त कस्तो रातितिर पनि मार्केट आइरहेको हुन्छु क्या बेला। सो गाइज, म चाहिँ भित्र छिरिसकेँ माडभित्र। यत्रो ज्याकेट लाएर आएको छु, बाबैको ज्याकेट। चिसो हुन्छ भनेर क्या। अब यहाँ चाहिँ मैले के लानुपर्ने छ भन्दामाखेरि खै हौ यो बियर खानेहरूले मेरो हाम्रो नानीको बाबाले, त्यही भएर म चाहिँ लिन आएको गाइज। अनि चिसो पनि लिएर आऊ भन्नुभएको छ। म चिसो खाने मन लागेको छैन, चिसो छ नि त। त्यही पनि उहाँको मनको सन्तोक यो सानो चाहिँ लगेर जानु पर्यो। भोलि छोराले पनि खान्छ होला फेन्टा। कि ठुलै लैजाउँ होला, बेला बेला खानुपर्छ। चिसो छ नि त आजभरि। कस्तो यहाँ त यो बोक्ने उयो पनि छैन रहेछ क्या। यो बोक्ने पनि छैन जस्तो देखेँ मैले चाहिँ। अन्त अरू मार्केटतिर त यहाँ यस्तो हुन्थ्यो क्या, ढाकी हुन्थ्यो। ढाकी देख्दै छुइनँ। ओहो, यहाँ थिएछ नि हो। कस्तो दिमाग होला। यहाँ थिएछ साथीहरू, मैले चाहिँ देखिन रहेछु। अनि फेरि लिएर आउँदैछु। अनि यो टक्क यहाँ लाउँछु। अब यस्तरी यो दुईवटा भयो। अनि एउटा यो चक्लेट पनि लानु पर्यो, मलाई साह्रै मनपर्छ यो रोटी। यति लान्छु गाइज। साथीहरू, म चाहिँ जाँदैछु। माडबाट चाहिँ निस्किसकेँ। अनि यहाँ चाहिँ मेरो सामान यति छ। यो चाहिँ मैले घरबाट बोकेर गएको थिएँ, यो पोलिथिन। तलबाट पनि दिँदो रहेछ, तर यस्तो लुलो खालको दिएको छ क्या।
आज र भोलि चाहिँ उहाँको छुट्टी छ नि त, शनिबार र आइतबार। अनि छुट्टीको बेलामा खान्छु भन्नुहुन्छ। अनि त्यही भएर म चाहिँ राति पनि नभनिकन आएको। बेला बेला चाहिँ खानुहुन्छ। अनि त्यही भएर आज खान्छु भन्नु भएर म चाहिँ राति पनि नभनिकन आएको साथीहरू। अनि अझै जाँदैछु। यस्तो छ यही सबै गाडीहरू चाहिँ यहाँ छेउछेउमा राखिरहेको हुन्छ। यो रात सेतो धर्कादेखि छेउतिर चाहिँ राख्नुपर्छ। यहाँ त गाडी राख्ने ठाउँहरू पनि पुरै छुट्याइदिएको हुन्छ नि त। अनि यो कालो एरियाहरू सबै स्याउबारी हो। अनि ऊ परहरू चाहिँ त्यो भइहाल्यो घरहरू। यस्तै छ साथीहरू। स्याउ पनि फुल्नु थालेछ। 3-4 दिन नआउँदा त यस्तो फुल्नु थालेछ त। पहिले म नेपालबाट आउँदाखेरि चाहिँ यहाँ स्याउ फलिरहेको थियो लटरम्म। अहिले फुल्नु थालेछ। स्याउ फलिरहेको थियो। अनि यहाँ कति धेरै मान्छेहरूले काम गरिराख्नु भएको थियो। नेपाली दिदीबहिनीहरू पनि थियो जस्तो लाग्यो यसो फेस हेर्दाखेरि। अनि यो रुखतिर चाहिँ सानो सानो भर्याङ ल्याएर भर्याङ चढ्दै टिपिराख्नुहुन्थ्यो। टोपीहरू लाएर, यत्रो टोपीहरू लाएर। अनि म र छोरा चाहिँ बाहिरतिर हिँड्थ्यौँ, डुल्थ्यौँ। अनि त्यतिखेर मैले चाहिँ देख्थेँ यी कत्रो कत्रो अपार्टहरू चाहिँ पुग्न लाग्यो साथीहरू। घरको याद आयो नि। अनि सो गाइज भोलि चाहिँ हामी फिल्म हेर्न जाँदैछौँ। यहाँ पनि रहेछ के फुल भन्छ यो फुलको नाम त बिर्स्यो ठ्याक्कै। बेकरी फुल यहाँ पनि रहेछ। अनि यहाँ पर पनि छ। अनि भोलि चाहिँ हामी बिहान निस्किने। बिहानै भन्दा नि अब यस्तो छ है साथीहरू हामी बस्ने बेलुका पो राम्रो देखिँदो रहेछ। 9-10 बजीतिर निस्किन्छौँ होला। अनि सो भोलिको लागि चाहिँ म चाहिँ एकदमै एक्साइटेड छु साथीहरू। किनभने भोलि हामी फिल्म हेर्न जाँदैछौँ, एन्जिला फिल्म। अनि मैले चाहिँ नजाउँ भनिरहेको थिएँ। आज पानी पऱ्यो नि त कोरियामा। अनि भोलि पनि पर्छ होला भनेर नजाउँ भनिरहेको थिएँ। फेरि उहाँले चाहिँ फोन गरेर टिकट काटिसक्नु भएछ। यी कस्तो राम्रो फुल्छ नि। वहाँ भोलि यो फुलेको ठाउँतिर पनि जानु भनेको। अब लेसी के हुन्छ। अनि भोलि हाम्रो फिल्म चाहिँ अब कति बजीदेखिको छ, खै कति बजीदेखि पो भन्दै हुनुहुन्थ्यो। अनि गएर फिल्म हेर्ने। अनि फिल्म हेरेर भ्यायौँ मऱ्यौँ भने चाहिँ फेरि यो फुलहरू फुल्ने ठाउँमा पनि जानु भनेको। भ्यायो भने हामी जानेछौँ। छोराको पनि स्कुल छैन अब त। त्यही भएर कति धेरै गाडीहरू छ कामबाट आएर राखेको गाडीहरू। वाउ म चाहिँ आइपुगेँ गाइज। अब चाहिँ हामी गुड नाइट गर्नुपर्ने हुन्छ। म चाहिँ यहीँ बाई बाई भन्न चाहन्छु। गुड नाइट साथीहरू।